गाइज सो वेलकम ब्याक टु माई न्यू भ्लग यो चाहिँ मेरो थर्ड भ्लग हो अनि आज चाहिँ हामी ब्याडमिन्टन खेल्न लाग्यो यहाँ बहिनी छ हैन सो यहाँ मैले क्यामेरा लिएँ यहाँ बहिनी छ अनि यहाँ प्रनिस पनि छ सो लेट्स बिगिन हामीहरु अहिले घरको ठ्याक्कै चौरमा छौं सो खेल्न थालौँ है त यी हाम्रो देशी लाइन सो लो अब मैले हालिसकेँ छु अब यिनीहरु खेल्छन् म चाहिँ यहाँ यतिकै बसेर भिडियो बनाउँछु है यहाँ रमै सो प्रनिस तिमी लाइन नजिकै छौ यता आऊ यहाँ यता सो अब यिनीहरू चाहिँ खेल्दै गर्छन् अब यहाँ रमै आउट प्रनिस आउट आउट गाइज अहिले म मेरो साथीलाई बोलाएर आउँछु है एकछिन रुक्नु दिक्षान्त खेल्न आउने ल सो गाइज साथी खेल्न आउँदैन सो हामीहरू चाहिँ बिगिन गर्छौँ है सो ल प्रनिसले हान्यो सो यहाँ एउटा अर्को पनि बोर्ड छ मैले बिर्सेँ सो कस्तो हल्लिरहेछ सो आरो नखाऊ न अहिले नखाऊ म अहिले एकछिन टिपिदिन्छु क्या म जाम आऊ न आऊ नै के आऊ छिटो 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 के छिटो हो सो अब यहाँ प्रनिसले हान्दैछ ओहो प्रनिसले कस्तो हानेको सो एक सेकेन्ड अब म साथीहरूको घरमै गएर बोलाएर आउँछु है त आऊ सबैजना को आउने हो आऊ है त ल ब्याडमिन्टनहरू लिएर अर्को खोइ आऊ जाम सो फ्रेन्ड्सहरू अब हामीहरू जान्छौँ है अब साथीको घर हामीहरू साथीहरू सो अब हामीहरू जान सुरु गर्छौँ म 39 मिनटको भ्लग बनाउँछु कि त 39 भन्दा बढी केही बनाउन सक्छु होइन अब यहाँ सो मेरो साथीको घर यहाँ रहेको छ सो जाम न त यसलाई समाउ त सो अब हामीहरू साथीको घरको नजिक आइसक्यौँ मैले क्यामेरा उल्टो समाएको रहेछु सो अब अघिदेखि क्यामेरा उल्टो समाएको रहेछु होइन दिक्षान्त खेल्न आउँछ सो हामीहरू अब जाम ल प्रवेश दाइ हुनुहुन्छ प्रवेश दाइ सो गाइज साथीले आउन मानेन मैले दाइलाई पनि बोलाएको होइन त्यही नि होइन सो दाइ नि आउन मान्नु भएन बहिनीले भन्दैछ तिमी क्यामेरा एकछिन समाउ त एकछिन ल होइन मै समाउँछु गरे त्यो कपी गर्दा सो मलाई होइन त्यो सानो सरी मलाई सानो क्लिपहरू होइन के भन्छन् बनाउन आउँदैन त्यही भएर अहिले म एकैचोटि गर्दैछु अनि मलाई सानो क्लिप बनाउन आए पनि मलाई जोड्न चाहिँ आउँदैन के त्यही भएर म एकैचोटि फुल भिडियो नै बनाइदिन्छु स्टप नगरिकन सो अब चाहिँ हामीहरू अब जाम है यहाँ बाटो चाहिँ ठिकै छ होइन अलिकति अलिअलि हल्ल्या छ होइन हल्लिने टाइपको छ बहिनी एकछिन रुक माथि आऊ सो अब
हेर्नु त यो बहिनी मेरो क्यामेराको क्वालिटी चाहिँ अलिकति डाउनग्रेड भएको छ त्यही भएर सो म त 200 MP कै क्यामेरा हो धुलो छिरा छ के यसमा धेरै अब यिनीहरू खेल्छन् हैन म हेर्छु किनभने मलाई खेल्न मन लागेको छैन मेरो हात पनि दुखिरहेको छ क्यामेरा बोक्दा बोक्दै ल एकछिन रुक्नु है अब म यहाँ म त नखेल्ने किन म यहाँ भिडियो बनाउँदैछु छिटो छिटो ल सो अब हामीहरूले यहाँ राख्छौँ यता आऊ त हैन सो ल यहाँ आऊ हैन यता आऊ न हेर है यो हेड यो टेल है त तिमी हेड कि टेल हेड यो तिमी टेल है त यो हेड अनि यो टेल ल हेरौँ है ल तिमी पस्छ न तिमी यता कि यता यता हो बहिनी तिमी यता ल सो अब यिनीहरू खेल्छन् अलिकति सो उता पानी पर्ने स्टार्ट भइसक्यो अरे एकछिन रुक्नु है म जुम गरेर देखाइदिन्छु हेर्नु त सो ओइ होय छिटो हाल न पानी पर्नु लागिसक्यो यहाँ चाहिँ मैले त्यस्तो भन्नुहुन्न नि बोल्न पनि आउँछ सो पनिसले हान्न चाहिँ खत्रै हाने है तर मेरो हातबाट कस्तो हल्लिरहेछ भने क्यामेरा होइन नि मेरो अरू भ्लगहरूमा पनि मेरो हातबाट कस्तो क्यामेरा हल्लिन्छ कि यहाँ हेर न कस्तो बिस्तारी हिँड्नुपर्छ त्यही भएर सो 8 मिनट 20 सेकेन्ड भइसकेको रहेछ अब भ्लग चाहिँ म एन्ड हान्दिनँ होइन म एडिट पनि हान्ने गर्दिनँ मेरो सर्ट्समा चाहिँ म के गर्छु भनेर चाहिँ म भन्दिनँ किनभने द्याट इज माई सिक्रेट यिनीहरूले हानेका एकछिन ठाउँ चेन्ज हान लाइनमा पुगेको थियो लाइनमा टच भएको थियो ठाउँ चेन्ज त अब यिनीहरू खेल्छन् है अब हामीहरू टिम छुट्याउँ न त हावा यतापट्टि गइरहेको छ अनि त्यसपछि तिमीलाई त फाइदा भयो नि भनेको यहाँ माथिबाट एकजनाले के गरेर चाहिँ मलाई मात्र थाहा छ यहाँ नखेलौँ न यसरी नखेलौँ न यहीँबाट खेलौँ ठाउँ पुग्दैन के पुग्दैन नि अनि धुलो उठ्छ नि त यहाँबाट
धुलो उड्यो भने माथि हेर त को छ यो बहिनी फेरि पानी पर्न स्टार्ट भयो अरे हो त कालो पनि भयो के गरे ल ल चेप्नु हाने म ल उता बस सो अब यति यति ब्राइटनेस ठिक छ होला अब यिनीहरू घर गएर खेल्ने भने सो लेट्स मुभ ल अब घर गएर खेलौँ अब घर गएर खेल्यो अब हामीहरू घरतिर मुभ गर्न लागेको छौँ बहिनी त्यहाँ सर्प होला छिटाउ अहिले चाहिँ मेरो 53 छ अब म 10 मिलियन जति भएपछि यहाँ चाहिँ मलाई पनि थाहा छैन मलाई पनि थाहा छैन